बुढामा के अरे नातिलाई नातिको नातिलाई आशीर्वाद दिएर न अब त हिँड्न लाग्नु। न्यू इयर है भाले, ह्यापी न्यू इयर भाले। धेरै लामोसम्म बाँच्नु, धेरै अन्डा पार्नु, धेरै लामोसम्म बाँच्नु, धेरै प्रगति गर्नु। ह्यापी न्यू इयर, ह्यापी न्यू इयर, ह्यापी न्यू इयर। हेलो, सो वेलकम ब्याक टु माई न्यू भिडियो। सो तपाईँहरू सन्चै हुनुहुन्छ होला, अनि म पनि सन्चै नै आरामै छु। आज चाहिँ न्यू इयरको दिन अनि हाम्रो घरमा बर्थडे पनि छ, न्यू इयर पार्टी पनि छ। 2082 सालको परमेश्वरले हामीलाई 81 साल वर्षभरि हामीले सुरक्षा राख्नुभयो। त्यसरी हामीले 82 सालमा हामीले सुरक्षा राख्नु होइन, सम्पूर्ण परिवारमा, आमा बुवा दाजुभाइ दिदीबहिनीमा होइन, सबै परिवारमा। अनि आज साथसाथै चाहिँ हाम्रो घरमा अलिक सङ्गतिनी छ, हाम्रो घरमा सङ्गतिनी रहेको छ। अनि बाजे बोजूहरू धेरैजनाहरू बाजे बोजूहरू अनि नानी बाबुहरू, बाजे बोजू नानी बाबुहरू अनि भाउजूहरू, भदैनीहरू, ज्वाइँहरू, बहिनी ज्वाइँहरू अनि थुप्रोजना अनि भेला हुनुभएको छ। अहिले अरू पनि आउनुहुन्छ धेरैजना। अनि हामी रमाइलो गर्नेछौँ, प्रार्थना गर्नेछौँ, गीतहरू गाउनेछौँ अनि हामी आजको दिनलाई खुसीको साथ मनाउनेछौँ। हेर्दै गर्नुहोला हाम्रो भिडियोलाई अन्तिमसम्म। के कस्तो लाग्छ सल्लाह अनि सुझाव भने प्रतिक्रिया दिनुहोला। नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला, सेयर गरेर माया गरिदिनु होला। हस् त अहिलेलाई बाई, हेर्दै गर्नुहोला भिडियोलाई। सबैजनालाई जय मसी। नयाँ वर्षमा साथसाथै यो 2082 सालमा आज चाहिँ हाम्रो घरमा नयाँ सालको साथसाथै बर्थडे सम्पूर्णमा जय मसी। 2082 सालको वैशाख 1 गतेमा अनि आज नयाँ सालको साथसाथै साँच्चै आज हाम्रो घरमा बर्थडे छ, हाम्रो भदाको बर्थडे। अनि हामी चाहिँ यहाँनिर सबैजना मिलेर एकअर्कामा खुसियालीको साथसाथ हामी चाहिँ एकअर्कामा खुसियाली साटासाट गर्नु निम्ति हाम्रो आमा बुवा टमाटरको अचार यस्तो मजाले बनाइरहेको छु। टमाटरको अचार, मासु पाक्यो, दाल पाक्यो, तरकारी पाक्यो, अब अचार बाँकी। अचार पनि पाकिसक्यो। आज चाहिँ हाम्रो शर्माको बर्थडेको दिनमा हाम्रो हजुरआमाहरू आउनुभएको छ। यहाँ दिदीबहिनी भेट हुनुभएको छ। कस्तो लागिरहेको त तपाईँहरू दिदीबहिनी भेट हुँदा? माइली दिदी, कान्छी दिदी होइन? म कान्छी हो, माइली। खानु मजाले बिस्तारै। अब यसरी भेट भयो नि कहिले हो? अब हामीसँग भेट हुँदैन, त्यति नै हो। नानीहरू हामी यतै। बुवा कति वर्ष हुनुभयो अरे? 4 होइन? बुवा 94 वर्ष है? हुन्छ, यो मेरो फुपू हो। फुपू हजुर, के हाल खबर? ठिक छ। सन्चै हुनुहुन्छ? सन्चै छु, सन्चै। नानीलाई भोग। आज हामी के गर्न आएको अरे? नयाँ वर्षको हड्डे बर्थडे टु यु गर्न हड्डे बर्थडे टु यु गर्न आएको नातिको 15 वर्ष पछि चाहिँ यहाँनिर गाउँमा नातिको बर्थडे हुन लाग्छ। अनि त्यो बुढो मावला, तन्नेरी मावला, घर मावला चाहिँ भेट भएको छ आज सबैजना नयाँ सालमा नातिको बर्थडेमा। हाम्रो भिडियोलाई हेर्दै गर्नु होला अन्तिमसम्म, के कस्तो हुन्छ होइन, माया गर्नु होला हामी फुपू भदैनीलाई। अहिले चाहिँ हामी चट्टा लाएर फुपू भदैनी यहाँ भेट भएको छौँ। आई लभ यु भन्दै हुनुहुन्छ।
आमा मामा माइजू जाने रे बुढामा के अरे नातिलाई नातिको नातिलाई आशीर्वाद दिएर न अब त हिँड्न लाग्नु हो आशीर्वाद हजुरबाले टुए भनेर आशीर्वाद दिए माथि 7 गते भेटौँ नि 7 गते ल 7 गते भेट्यौँ नि हामी माइजू है स्टोरी र्यालीमा हैन ल आजलाई नयाँ माइजू बानी मेरो भेट्नुपर्छ मेरो दिदी चाहिँ यहाँ यहाँ अब भाइ बुहारीकोमा आउनु भएको कति खानुभयो देखाएर आई लभ यु हामी सासू बुहारी आज 15 पुरा भयो पुरा पुगेर 16 15 हो या 15 लगपतमा 15 पुरा भयो लाग्दैछ त्यसैले गर्दा आज सलमान नातिको जन्मदिन भएको कारणमा आज मण्डली परिवार जो जति हामी जम्मा भएका छौँ र हामी यसरी महिना छोराछोरीले बाउ आमाको डर नबस्यो भनेदेखि त्यो छोराछोरी धन्यको हो हामी संसारको बाउ आमा यहाँ वृद्ध आमाहरू हुनुहुन्छ उहाँको डरमा हामी रहनु रह्यौँ भने परमेश्वरले आज हामीलाई कहिले पनि त्याग्नु हुने छैन मेरो जिन्दगी जी हालतमा पुगेको व्यक्ति हाम्रो भाउजू यहीँ हुनुहुन्छ आमाहरू यहीँ हुनुहुन्छ मेरो इष्टमित्र सुसैली यहीँ हुनुहुन्छ त्यो दिनमा दुःख कष्ट भोग्दै आयो साझा परमेश्वरलाई मैले खोज्दै गएँ परमेश्वरले अँगाल्नु भयो आज हामीलाई Happy birthday to you, dear Salman. Happy birthday to you. We wish you long life. We wish you long life. We wish you long life. Happy birthday to you. May God bless you. May God bless you. May bless you. Happy birthday to you. नातिको बर्थडेमा 15 वर्षमा बर्थडे मनाउँदा कस्तो लागिरहेको हजुरआमालाई हजुरबालाई धेरै खुसी हाम्रो चाहिँ 15 वर्षमा बर्थडे मनाएको छ गाउँमा बर्थडे मनाउन आएको छ अनि बुवा के भन्नुहुन्छ नातिको बर्थडे मनाउँदा धेरै खुसी छु परमेश्वरलाई धन्यवाद भएको नातिलाई पनि धन्यवाद त्यसलाई पनि धन्यवाद यहाँ चाहिँ नाति पला के नातिलाई के भन्नुहुन्छ नातिलाई के भन्नु धन्यवाद छ राम्रो शुभकामना 15 वर्ष लाएर सबैले धन्यवाद दिनु लाइक गरिदिनु च्याप्टा गर्नु नछोड्नु अनि जुवाइले के भन्नुहुन्छ
विश्वमा विशेष धन्यवाद अनि हाम्रो सरमन भान्जालाई पनि विशेष धन्यवाद। साँच्चै नै यो नयाँ साल 2082 मा चाहिँ हामी यसरी सबैजना टाढा नजिकबाट भेला भएर चाहिँ हामी सरमन भान्जाको बर्थडे मनाउँदाखेरि परमेश्वरलाई धन्यवाद दिन पाउँदा एकदमै रमाइरहेको तेस्रो पुस्ताको बर्थडे भइरहेछ, कस्तो भइरहेछ? नाति नातिको तेस्रो पुस्ताको बर्थडे कस्तो लाग्यो? तेस्रो पुस्ता पहिलो पुस्ता मम्मी, दोस्रो पुस्ता दाई, तेस्रो पुस्ता नाति पलातीको बर्थडे पलाती कृतज्ञ